साइला अनि साइलीको कहानी आजभन्दा 6 महिना अघि। साइला मजाक हुँदैन तिमी? के कुरा गरेकी साइली तिमीले अहिले आएर? आफ्नो मनलाई सम्हाल, गाह्रो त मलाई पनि हुन्छ नि। मेलापात गरेर जसो तसो हाम्रो गुजारा चलेकै त छ साइला। केही तिमी गर, केही म सघाउला। नजाऊ न साइला। हातका मैला सुनका थैला के गर्नु र धनले? तिमी बिना त यो घरै अँध्यारो हुन्छ साइला। कहाँ हुन्छ त्यसो भनेर साइली? डल्ले र बुन्डी दिनदिनै ठुला हुँदैछन्। राम्रो स्कुलमा पढाउनु पर्यो, फेरि काजी साहबको ऋण पनि तिर्नु छ। तिमीलाई सुखमा राख्नु छ साइली। म विदेश जानै पर्छु।
कति घनिष्ठले शून्य भयो संसार मेरो दैव नसक्छु जिउन नसक्छु मर्न नछन् कोही मेरो यहाँ टुट्यो सपना छुट्यो सहारा एक्लै अब जाऊ कहाँ सारैतिर ओसो पीडा खुसी कहीँ छैन दैव हे भनिदेऊ दैव हे भनिदेऊ किन कति ठुलो सपना बोकेर परदेशिएको थिए आखिर सपनामै सीमित रह्यो ऐनासरी भाग्य फुट्यो आफ्नाहरूसँग नै नाता टुट्यो ऋणको भारी अनि निरीह उनी अरू केही रहेन यो बाहेक मेरो जिन्दगी